पहिला यो यसलाई के भन्छ के भन्नु नुरी है नुरी यो सिउडी समुद्रको तल पाउँछ ल्याउ यसलाई अब मिसिनबाट ल्याएर सुकाएर यो परिमाण गरे यसलाई नुरी है नुरी अनि यसलाई भन्छ म्याट मक्किसो है जापानिज भाषा मक्किसो होइन यसलाई यहाँ राखेको सिधा राख्यो होइन यसलाई यहाँ राख्यो है अनि तिमीले अब राइस अलिक ठुलो चाहियो नि भाडा कहिले 60 ग्राम राइस हाल्नु पऱ्यो होसो माटोलाई है अर्को छैन तिमी पहिला नाप पछि नराख्ने होइन अर्को छैन 48 अलिकति ठुलोवाला 63 यसरी भयो नि हुन्छ है 60 ग्राम राइस है अनि राइस फिलअप गर्ने कसरी यसरी है यहाँ राख यसरी यसरी गरिदिने है बराबर राइस राख्ने है यहाँ अलि कम भयो यहाँ बढी भयो नि यसरी पहिला मिलाउने राइस बराबर है यसरी राखेको पऱ्यो बराबर है यो नुरीमै राख्नु नुरीमै अट्ने है बाहिर नराख्छ है ठ्याक्क है मैले गरेको एकदम हेरै भइकन्छ है अब यहाँ अलिकति बढी भयो यसरी ठ्याक्क ल्याऊ होइन अब यो यसरी गर यहाँसम्म आउँछ त्यो राइस ठ्याक्क यहाँसम्म आउँछ है बराबर राइस आउँछ है अब यहाँ फिलअप गरेर यहाँसम्म गर्नु होसो मासुलाई यहाँसम्म है अनि एक भाग छोडेर एक भाग छोडेर है मैले कति छोडेको छु त्यति विचार गरेर है सबै हेरेँ लिएर यहाँ राइस बराबर पलायो राइस यहाँ खाल्टो हुनु भएन यसो खाल्टो हुनु भएन है लगाउनु पर्छ त्यसो लगायो भने पछि सजिलो हुन्छ तिमीलाई लक हुन्छ क्या राम्रोसँग है यत्तिको राइस हेर्दा सबै त्यो बनाउँछ नि राइस होइन अब यहाँ तिमीले यो हाल्यो है किन बनायो यहाँ हाल्यो है अब यसलाई अलिकति यस्तो राख्ने है यहाँनिर 2 एमएल राख्ने अनि तिमीले यस्तै टाइट गरेर लाने होइन यहाँ यसरी यसले ठ्याक्कै लग गर्ने यसरी यो दुईवटा हात यसो यो है जोडले प्रेस गर्ने यहाँ पनि ठिकै प्रेस गर्ने यस्तो तान्ने माथि टाइट गर्नु पऱ्यो नि तान्ने है अनि अलिकति टर्न यस्तो गरेर हुन्छ सबैतिर चारैतिर है यसलाई फेरि यस्तो गर्ने फेरि यस्तो बुढाउने फेरि यस्तो गर्ने है फेरि यस्तो गर्ने 3 स्टेप है एक भाग गरी ल अब अलिकति चाहिँ धार दिनलाई फेरि यस्तो गर्ने यसको ब्यालेन्सले ठ्याक्क धार दिनु है ठिक छ नि होइन तिमीले यस्तै बनाएर लगाएर राइस कति ग्राम नि 60 ग्राम है पहिला 2-3-4 ताल नापेर गर्ने पछि त आफैले दिनु सक्छ है नुरी त्यस्तो राख्नु यस्तो यत्तिकै टाइट हुनुपर्छ होइन यत्तिकै हुनुपर्छ धार पनि यत्तिकै हुनुपर्छ होइन यस्तै माथि बनाएर देखाउँछ एउटा यसरी खुल्ला नराख्नु न नुरी फेरि बिग्रिन्छ नुरी चाहिँ प्लास्टिकमै राखेर हाम्रो पुग्दैन
अब एकछिन राइस अलिक खानेलाई अब बिस्तारै त्यहाँसम्म ल्याएको बिस्तारै धेरै प्रेस पनि नगरेर राइसलाई धारैसँग यहीँसँग राइस अलिक कम छ नि त ठिकै छ यो हाल्नुपर्छ नि यस्तोहरू सक्छ यहीँसँग ल्यायो है ठ्याक्कै यसरी सक्छ तपाईँ सुरुमै हो। सक्दिनँ भोलि आउने त्यो भेजिटेबल कटिङ गर्ने अनि अहिले राइस बनाउनु लाग्दा उसलाई त देखाउनु पर्दै राइस होइन अनि के बनाउनु सक्यो राइस भइसक्यो अनि बनाउनु अरू तारिक बनाउनु होला उसलाई यता देखाउनु मात्रै हो अनि 2 दिन यो है 2 दिन यो आज र भोलिमा यो दिन पठाउनुपर्छ पर्सि फेरि अर्को अनि स्विट एग बनाउनु भयो स्विट एग मैले बनाएको 7 6 नम्बरसम्म मात्रै भयो होइन सेभेन नम्बर कस्तो मिठो हुन्छ दुईवटा हाल्नु अनि एग त लास्टमा गर्छ अब भोलि बनाउँछ कि यता बाहिर ननिकाल होइन बाहिर निक्लिनु अलिक काट है तिमी उल्टो उठ्छ है यताबाट उठ्छ जहिले यता लेख्नु है यो परिवेशमा ध्यान दियो है राइस थोरै छ होइन तर राइस भइसकेको छैन बनाऊ तिमी यति गर्नुपर्छ यसलाई यत्तिकैमा रहेछ यता यति 2 एममा राख है यसलाई बिचमा राख अनि यो गर भिडियो यहाँसम्म माथि माथि टाइटली माथि लैजाऊ यो धार यस्तो गर ताना यसो ताना यसले ताना टाइट गर्नु पऱ्यो कुन औलो त यो औलो दुईवटा हो यसो टाइट गरेर है अलिकति ताना है अब ठिक छ अब यसलाई यस्तो माथि यस्तो गरेर है यस्तो पनि गरेर है यहाँसम्म जहाँसम्म बाँकी छ त्यहाँसम्म लैजाऊ जहाँसम्म बाँकी छ त्यहाँ पहिल्यै सुरुमै टाइट गरेर है जुनै पनि रोल अर्को रोल अनि त्यसपछि माथि लुज हुँदै हुँदैन फेरि गुडो अझ उयो हाने अलिकति अब यस्तो गर फेरि सेम पहिला यस्तै गर अनि यस्तो टाइट गर सबै मेरो यो भयो त अब निकाल अब माथि अब निकाल त होइन अब आयो नि अब राइस अलिक कम भएको र अब यहाँ अलिक कहाँ तिमीलाई ऊ जस्तो लाग्यो सुरुमै तिमीले हाल्दै थियौ अब यहाँ कहीँ ऊ जस्तो लाग्यो फेरि बाँकीसलाई यताबाट यसरी राख होइन अनि अझै टाइट गर यस्तो पुरै गर नि मजाले खेले गुडे त्यो यो 4 कोसे छ नि यो सेप आफ्नो अन्दाज हुन्छ गुडाउँदाखेरि सेप कहाँ पऱ्यो ठ्याक्कै होइन ए यस्तो टाइट गर्नु अनि